सबैभन्दा खुसी लागेको छ र सर्वप्रथम त जुन पार्टीबाट जुन विचारबाट हजुरहरू संसद सदन र माननीय बन्नुभयो त्यो भन्दा पनि हामीले हाम्रो नजिकको परिवार सदस्यको रूपमा देखेर आज हामी त्यो सम्झेर यहाँहरूलाई राष्ट्रिय दल 6 वटा बनेको छ ती राष्ट्रिय दलहरूलाई एकछिन भए पनि साइड राखेर हामी एउटै परिवारका सदस्यको रूपमा माननीयहरूलाई सम्मान र सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छौँ र त्यो कार्यक्रम पनि आज रहेको छ र विशेष गरेर अघि पनि महासचिवज्यूले पनि भन्नुभयो म फेरि पनि दोहोऱ्याउन चाहन्छु यो राष्ट्रिय लेभलको र यति धेरै माननीयहरूसँग हाम्रो पहिलो कार्यक्रम हो गौरव साथ भन्नुपर्छ हामीले 15 जना माननीयहरू भौतिक उपस्थिति गराउन सकेको छौं यो एउटा परिवारको जमघट भएको महसुस गरेको छौं यस क्रममा कहिलेकाहीँ हाम्रो नियत सफा हुँदा हुँदै पनि सम्बोधन गर्ने क्रममा हामीलाई सरकारी पोर्टफोलियोहरू थाहा नहुन सक्छ पार्टीको पोर्टफोलियोहरू थाहा नहुन सक्छ तर हामी आदिवासी मन भएका मान्छेहरू हामी आदिवासी मन भएका युवाहरू तपाईहरुप्रति हाम्रो सबैलाई उच्च सम्मान र यो उपस्थिति नै हाम्रो लागि गौरवपूर्ण छ र यो सम्मानको लागि फेरि पनि धन्यवाद व्यक्त गर्दछु र अन्त्यमा शुभकामना स्वागतसँगै म अलिकति माननीय जीवनलाई गम्भीर कुरा चाहिँ के महसुस गराउन चाहन्छु भने आदिवासी युवाहरू लामो समयदेखि सङ्घर्षमै छ भलै हाम्रा अनुहारका केही जना मान्छेहरू मन्त्री बनेन होला केही जना सभासद बनेन होला तर हाम्रो मेन उद्देश्य पूरा भएको छैन र यो सँगै म के जोड्न चाहन्छु भने राजनीतिक हिसाबमा 2007 सालमा राणा शासन विरुद्ध पनि आन्दोलन भयो सफल भयो त्यसपछि पञ्चायत एकलतन्त्रीय पार्टीविहीन व्यवस्था विरुद्ध पनि आन्दोलन भयो र सफल भयो त्यसपछि जहाँ नै राजतन्त्र निरङ्कुश राजतन्त्र विरुद्ध पनि आन्दोलन भयो र सफल भयो हुँदा हुँदा अहिले युवाहरूले भ्रष्टाचार विरुद्धको आन्दोलन पनि सफल बनायो अब फेरि एउटा आन्दोलन गर्नु नपरोस् र त्यो आन्दोलन गर्नु पर्यो भने एउटै मात्र आन्दोलन बाँकी रहेको छ त्यो आदिवासीहरूको आन्दोलन छ त्यो आदिवासीहरूको आन्दोलन युवाहरूले नेतृत्व गर्न हामी त तयार छौं तर हाम्रो माननीयहरू सदनमा हुँदै गर्दाखेरि हामीले आन्दोलन गर्नुपर्छ भनेर सोचेको छैनौं यो साथै म माननीयज्यूहरूलाई सदनबाट हाम्रो प्रतिबद्धता आउँछ नै लिखित रूपमा तर मैले यही स्वागत मन्दिरबाट के अनुरोध गर्न चाहन्छु भने जेनजी आन्दोलन हुनुभन्दा केही ब्याकग्राउन्डहरू हेर्ने हो भने त्यहाँ थुप्रै इस्युहरू जोडिएका थिए त्यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा एउटा नेपो किड्स भन्ने ट्रेन्ड चलेको थियो त्यो नेपो किड्स ट्रेनमा चाहिँ रोल्पातिरका हाम्रा आदिवासी मगर दाजुभाइहरू मगर समुदायका साना साना बालबालिकाहरूको फोटो चेपाङ बस्तीका हाम्रा समुदायका युवाहरूका फोटोहरू नेपो किड्स बेबीसँग जोडेर धनाढ्य सभ्रान्त परिवारका सदस्यहरूसँग जोडेर इमोसनल ब्ल्याकमेलिङ गरियो जसले गर्दा साँच्चै एउटा विद्रोहमा नयाँ उभार थपेर त्यो विद्रोहले एउटा परिणाम ल्याइसक्यो तर माननीयज्यूहरू सदनमा हुनुहुन्छ ती हाम्रा आदिवासी युवाहरू चाहिँ अब जुन देखिए थियो नि फोटोमा उहाँहरूको अवस्था चाहिँ के छ के हुन्छ त्यसमा हामी पनि जिम्मेवार छौं तर सबैभन्दा धेरै सदनमा हजुरहरू हुँदाखेरि ती अवस्थाका साथीहरू जुन विरुद्ध एउटा अभियान ल्याइयो र आन्दोलन सफल बनाएर हजुरहरू त्यो फर्ममा पुग्नु भएको छ ती साथीहरूको अवस्थालाई बिर्सिनु हुन्न र विशेष गरेर फेरि पनि भन्छु आदिवासी आन्दोलन विद्रोहको रूपमा आउनु नपरोस् सदनबाटै समाधान होस् भन्दै फेरि पनि यहाँहरूको महत्त्वपूर्ण समय उपलब्ध गराई हाम्रो कार्यक्रममा आइदिनु भएकोमा विशेष स्वागत र धन्यवाद भन्दै मेरो स्वागत मन्तव्य अन्त गर्छु धन्यवाद